Hello everyone, welcome back to my channel. I am ठिकै हुनुहुन्छ होला गाइस, भइरहेको मेरो नयाँ रियाक्सन भिडियो लिएर है। सो आज हामी रियाक्ट गर्ने वाला छौँ अफिसियल सङ आएको छ उनको स्वेटर मुभीको। सो हेर्यो कस्तो छ त्यसको बात कुरा गरौँ है त। उनको स्वेटर घरकेले छाउनु पराल न खरा छैन नि झिङ्गटी घरकेले छाउनु पराल न खरा छैन नि झिङ्गटी हौ भाग्यमै भए कमाउँछु भन्छ चाटिन सम्पत्ति हौ भाग्यमै भए कमाउँछु भन्छ चाटिन सम्पत्ति based on love story खानु कि नखानु मागेरै लानु नसक्नेसँग जानु कि नजानु धन सुक्यो रातले फकाउँछ काफले जानु कि नजानु धन सुक्यो रातले फकाउँछ काफले जानु कि नजानु घर पनि ओपर काठको है अगडा काठको होइन बाँझो खेत बाली लगाउँछु भन्छ हालोले जोतेर बाँझो खेत ट्रेडिसनल हुन्छ नि त्यो अब त्यो वेस्टर्नहरू देखाउँछ मुभीमा चाहिँ रित भातै बिना आँखाको चालमा नौ डाँडा काटेर हौ भगाइ बोलान्छु भन्छ हौ काफले जानु कि नजानु धन सुक्यो राफले फकाउँछ काफले जानु कि नजानु ए भेडा बाख्रा के बेसी राफले फकाउँछ काफले जानु कि नजानु झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरेको गाउँदै गाउँदै लो त्यो अस्ति रुख चढ्दाखेरि गाएको गीत गाउन भिरा र पहिरो Freda is back. नमान्नु डराएर ए भिरा र पहिरो खोलाको बाटो नमान्नु डराएर नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भार हौ नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भार अब मुभी चाहिँ हेर्दाखेरि हुन्छ नि लभ स्टोरी लागिरहेको छ है। यो त मुभीमा थाहा हुन्छ कस्तो खालको मुभी बनेको छ के गर्नु फुल लभ स्टोरी टाइप बनिरहेको छ। पत्याउनु धन सुक्यो रातले फकाउँछ काफले जानु कि नजानु 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 मे 9 तारिक। सो गाइस सङ चाहिँ राम्रो लाग्यो मलाई होइन। यहाँ सन्चापा गाई दाइ र अनि जुम्मा लिम्बूको भोइस आएको छ है। म त मजाको लाग्यो। तपाईँलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा लेख्नु होला। आजको लागि यति नै। सी यु नेक्स्ट रियाक्सन भिडियो। बाई बाई।